हुन्छ नि घरमा म एक्लो एक्लै हो थुप्रो भएको छ छोराले निकालिदिए बुढाले 40 सालमा छोडेर गयो ढुक्कै भयो जाओस् छोरालाई पढाएको काठमाडौँ ल्याएको माग्ने बुढी पनि आयो हेलो गाइस के छ आई होप सबैजना सन्चै हुनुहुन्छ होला म पनि एकदमै फिट एन्ड फाइन छु आज पनि फेरि अर्को भलक लिएर आइसकेको छु हजुरहरूमा अन्तिमसम्म हेरेर हजुरहरूले लाइक सेयर साथ सपोर्ट गर्नुहुनेछ भन्ने अवश्य अपेक्षा गरेको छु आज चाहिँ अझै पनि फेरि पनि काठमाडौँको मौसम 3-4 दिन भयो फेरि पनि पानी आउला जस्तो छ आकाशमा टन्नै बादल छ ठिकै छ सो हिजोको जस्तै भिज्नु नपरोस् आज हिजो एकदमै भिज्नु परेको थियो बाटोमा त्यस्तै आज पनि भिज्नु पर्यो भने फेरि पनि गाह्रो हुनेवाला नै छ गाइज अब हामी यो हाम्रो भाइले अस्ति 1500 खर्च गरेर बनाएको नयाँ लुक्स 1500 दिए बहुत बाँकी हो कि ए 3500 हो त 3500 को लुक्स बवाल छ कि आजको लुक्स बवाल छ भन्दिनु पर्यो है यसको मलाई त यार त्यो खाली लास्टै पश्चाताप परेको छु यार म त के भयो पैसा फाले जस्तो मात्रै भयो कि अनि त्यस्तो नभन्नु अस्ति बवाल देखिरहेको थियो नि त्यसलाई अस्ति नै बवाल थियो नि होइन अहिले खै नजिक रुख्छ देख्छु एकैदिन हेर्ने मात्रै देख्नु न के भएको छ र होइन के टाढाबाट हेर्दा पनि पहिलाभन्दा ऊ देखिएको छ कि हेर्दा सो देखिएको छैन बवाल देखिएको छ भन्ने हो अब बवाल सबैले बवाल ल रोशन भाइले बवाल भनेर त्यहाँ कमेन्ट गराउँछ सबैले फाइनली गाइज अब हामी भित्र क्रिकेट हेर्न जाँदैछौँ जस अल आउट रहेछ खिच्नलाई उहाँ सर मैले पर्मिसन लगेर खिच्दैछु है त के कस्तो चलिरहेछ जाँदैछु झोला ब्यागको चेन पनि लगाएको छैन यार मैले त फेरि भित्र खिच्नलाई अलाउड छ होइन ए भलक हो सर मेरो ठकुरी पुष्कर भलक है हेलो के छ ल भित्र बाहिर जाँदा चाहिँ स्ट्याम्प गर्नुपर्छ होला यहीँ च्याट दिने हो ए ल नलग्ने भित्र ल ल है मैले छाप पाइसकेको छु यताको ट्युको ल क्रिकेट हेर्न जाँदैछौँ हामी सबैजनाले हेर्नु पऱ्यो भलक चाहिँ आजको एकदमै इन्ट्रेस्टिङ बन्नेवाला छ भाइ यार भित्र कहाँ छिरिसकेछ यार म यहाँ हिँडिरहेकै छैन मेरो कामै यो हो ऊ चाहिँ गइसकेछ म यता भर्खरै जाँदैछु के हो यार मान्छे छैन के हो सर छिरी है हामी पनि ल हामी चाहिँ भित्र छिरियो अहिले बल्ल धेरै प्रयासपछि छिरियो पहिला कुरै मिलाएको थिएन यार अहिले बल्ल कुरा मिलेर यता छिर्न सफल भएका छौँ हेलो आमा नमस्ते के बेच्नुहुन्छ नि यहाँ दाल मत ल्याइरहेको छु 10 रुपियाँ गोटा यो चाउ यो पानी बटारे ल्याएको छु हजुर ए यो बटारे भन्छ यसलाई होइन अनि यो मास कसैले माग्नुभयो भने आमाले यता पानी बेच्नु हुँदो रहेछ चाउ यिनीहरू बेच्नु हुँदो रहेछ हजुर को हुनुहुन्छ नि घरमा म एक्लै हो ए अनि फ्यामिलीमा कोही छैन यता काठमाडौँ ए एक्लै हुनुहुन्छ परिवारै छैन ए एक्लो हुनुभयो परिवार हुनुहुन्छ छोरा पनि हुनुहुन्छ छोराले निकालिदिए बुढाले 40 सालमा छोडेर गयो ढुक्कै भयो जाओस् छोरालाई पढाएको काठमाडौँ ल्याएको माग्ने बुढी पनि आयो कतै परा दुःख रहेछ त्यसो भनेपछि आज यहाँ यस्तो हजुरहरू त्योतिरै हुनुहुन्छ प्रायः धेरै जस्तो है चितुर बस्छु म त जहिले यतै घुम्छु यतै पानी बोक्छु अनि एउटा चाउ बोक्छु दुःख छ धेरै दुःख छ है
काठमाडौँ हजुर कति भयो यता काठमाडौँ यस्तै गर्न लाग्नुभयो चाउचाउ मेरो होइन यो व्यापार गर्न आउँदैन मलाई हिसाब मैले पढेको छैन जसले जति दियो त्यति लिने हो कतै छैन हिसाब छैन अनि कोराभित्रै ड्याङ्गु 10 महिना सुते कोरोनाले गर्दा त्यतिखेर काम नपाएँ अनि कान पनि सुन्दिनँ पछाडिबाट कठै भएर कान पनि सुन्नु कान पनि म अगाडि सिधा सुने पछाडिबाट मुहरै सुन्दैन ए यहाँ कोसँग बस्नुहुन्छ हजुर छोराले पनि निकाल्छ बुढाले उनीले छोडेको को हुनु यहाँ होइन बुहारी पनि लहटो मलाई पनि लहटो म के हारौँ यता एक्लै बस्नुहुन्छ यही रुममा एक्लै बस्ने उहाँ को हुनुभयो नि उहाँ नानीको छोरी मेरो हजुर एक्लै हो हिँड्ने सामान सबै गर्ने एक्लै हो कतै हिसाब जान्दिनँ अब यस्तै जस्तो जाने नजाने ए भनेपछि निकै नै सङ्घर्षको जीवन रहेछ हजुरको घर छैन मुख्य कुरा घर छैन ए घर थियो भने एउटा गाई पालेर उ गर ओइ म तँलाई अनलाइन गरिदिन्छु यहाँलाई त 100 रुपियाँ दे त मैले 100 एउटा अनलाइन गरिदिन्छु कि तँलाई हजुर पेन्सिल पेन छैन ऊ त्यो ब्यागमा होला पेन मेरो घर नभएर अलिक ए घर नभएर त्यस्तो हजुर अनलाइन छ अनलाइन क्युआर चल्दैन फुटाइदियो कतै भएर त्यसो भने म सहयोग गर्न त मन थियो हजुरलाई धेरै त छैन मसँग 100-150 सहयोग गर्थेँ होला अनलाइनमा मात्रै छ मेरो म अनलाइन गरेर क्यास लिएर दिन्छु है नानी अहिले खाना पुग्दैछ दुःख सुख हजुर पुग्दैछ खाना पुग्दैछ दुःख सुख त्यसमा होला यो हो नि त सकेसम्म सुन्नु न हजुरसँग क्यास पैसा छ सकेसम्म छोराछोरीको लिनु हुने ए हजुरकोमा अनलाइन चल्छ उहाँलाई के गर्ने हो त हजुर हेलो आन्टी सुन्नु न हजुरकोमा अनलाइन हुन्छ हुन्छ है सुन्नु न म हजुरलाई खिचेको छैन अगाडि छ क्यामेरा म हजुरलाई अनलाइन गरिदिन्छु मलाई 100 रुपियाँ जति दिनु न म उहाँलाई दिन्छु है हुन्छ ल है आमा मैले धेरै त हजुरलाई सहयोग गर्न सक्दैन म यो 100 रुपियाँ हजुरलाई है मेरो तर्फबाट राख्नु हजुर मेरो आमा जस्तै हो हजुरलाई पुगे पनि म फेरि सक्यो भने म हजुरलाई धेरै सहयोग गरौँला आज म अब भर्खरै म 100 रुपियाँ मेरो तर्फबाट है लानु आमा होइन आमा लानु म त हजुरको छोरा जस्तै हो नि त म हजुरको छोरा जस्तै हो कि लानु मेरो तर्फबाट ल है ल